ठिक छ नमस्कार, म कृष्णबहादुर बस्नेत। हाल चाहिँ म लन्डनमा र मेरो जन्मघर चाहिँ नेपाल नुवाकोट जिल्ला थप्रे गाविस वडा नम्बर 5 र अनि बेटर लाइफको सिलसिलामा हाल चाहिँ म लन्डनमा चाहिँ आफ्नो एउटा सानोतिनो बिजनेस चलाएर बसिरहेको छु। के हालिरहनु भएको तपाईँले? यो चाहिँ कामले पनि म एकदम खुसी छु। मलाई यो आज मलाई यस्तो मलाई काम गर्न मन लागेको छ नि, मेरो लाइफमा कहिले पनि त्यो आउँदै आएन। काठमाडौँ आएपछि काठमाडौँमा चाहिँ अब सानो मान्छे अनि त्यहाँबाट जागिर खोज्दै जाँदाखेरि त अब कहीँ पनि पाउँदै नपाउने, ठ्याक्क चाहिँ जाँदै पाउरोटी बाँच्न आयो। पाउरोटी मजाले बाँच्न आएपछि ओहो यहाँ केही छ कि भनेर यसो हेरेको, ठुलो गेट पनि रहेछ। अनि झ्याप्पा सोधेपछि एकजनाले भन्यो कहाँ छैन, यहाँ काम छैन भन्यो। त्यहाँ काम गर्ने स्टाफले होला, छैन भनिदियो। अनि त्यो फेरि अब छैन रहेछ भनेर फेरि त्यही बाटो हिँड्दै जाँदाखेरि फेरि घुमेर म त्यही गेटमा आइपुग्छु। 1 घन्टा सिकाएर यसलाई तँभन्दा जान्ने बनाउँछु भनेपछि उसले म राम्रोसँग सिकेपछि 2-4 दिनपछि त मैले एकदम राम्रोसँग सिकिहालेँ। त्यसपछि अब त्यहाँ मेरो जब पक्का भयो महिनामा 400 मा। को चाहिँ म हायत रिजेन्सी होटलको चाहिँ प्री ओपनिङ टिम हो बेकरीको। त्यसपछि 2000 देखि 2004 सम्म हायत रिजेन्सी होटलमा काम गरेँ। Yeah, we selling ATP. समोसा कम्पेयर गर्दैछ। एउटाको एटिपी हो, एउटा ATP महँगो पाउँदैछ। अहिले जुन मैले चलाइरहेको बेकरीमा जब भयो त्यहीँको लागि ल्याएर छ मलाई। अनि भयो अब बस्नलाई त्यहीँ माथि भनेको, बस्नलाई पनि अब एउटा कोठा, अनि खाना आफैले खानुपर्ने, मलाई एकदम गाह्रो भइसक्यो। फेरि मैले फ्यामिलीलाई बोलाएर बस्दै जाँदाखेरि चाहिँ अब अहिलेसम्म चाहिँ राम्रो भयो जे होस्। त्यो हुँदाखेरि चाहिँ मेरो लागि सबै पुरानो नै भनौँ न। के सर्भ गर्न लागेको त्यो चाहिँ पालक नेपाल एकदम नेपाली इन्भाइरोमेन्टमा काम गर्दाखेरि चाहिँ म देशमै छु कि म देशकै एउटा कुनै पसलमा काम गरिरहेको छु कि जस्तो फिल। भनौँ न बिजनेस पनि अलिकति चाहिँ त्यो बेला अलि डाउनै हुन्थ्यो। अहिले आएर अलि बिजनेस पनि राम्रै भएको छ। त्यही राम्रो, त्यही छ चेन्जेसहरू अहिले। Yeah, it's very tasty. Very tasty. I've never seen a beetroot paratha before, and I saw the sign outside, so I thought, let me come and check what it tastes like. No, it tastes very good. The pani puri is very homely. The bani is very homely. The filling is very homely. So, and the crunch on the puri is very good as well. Water's always going to be different, isn't it? So the way things are cooked, but it's as authentic as it can be. So when we go to places like this, I don't live here, I live in Birmingham. So when I was driving past, I saw it, and I went to 1 or 2 shops, but this one looks the most authentic. So I thought, let me just come and check. सबसे ज़्यादा तो टेस्टी है वो परोठे हैं। सबसे ज़्यादा परोठे हो गए, ये स्वीट्स होगी, वो केक भी बहुत अच्छा, सेम एज लाइक इंडिया। जो समोसे हो गए, ऐसा लगता है इंडिया में बैठे कि वो स्टाफ है अच्छे से बात करता है, टाइम टू टाइम, जैसे हम कोई ऑर्डर दिया टाइम टू टाइम ऑर्डर आ जाता है। You from where, brother? You from where? Oh. Yeah, same Nepal, same country. Yeah. You speak Arabic? You speak Arabic? No. अब अघि बनाएर फ्रुट केक यही भइहाल्यो। अनि अब क्रिस्चियनहरूको लागि चाहिँ यस्तो यो क्रस हालेर पनि बनाउँछ।
केक यो चाहिँ एनिभर्सरी हो बुक से पनि बनाउँछ हामीले यसरी केक कितने के होंगे भैया? 8 पाउन्ड 99 पीस अच्छा 9 पाउंड के, ठीक है। मैं आपको फिर बाहरी पैसे पकड़ा दूंगी अगर मुझे ठीक पार्किंग है। नहीं कितना मिलेगी, ठीक है? टाइम कितना लगना? मैं 10 मिनट में आ रही हूँ। 10 मिनट में क्विक ओके ठीक है, ओके ओके भैया, ओके। बाई। हजुर कस्टमरले राइटिङ अनि बुट्टाहरू चाहिँ जुन चाहिँ नर्मली चाहिँ बोय भयो भने ब्लू र अनि गर्ल्स भयो भने चाहिँ पिङ्क डिमान्ड हुन्छ कस्टमरको। अब जस्तै अब म यस्तो धेरै पाएँ हुन्थ्यो, मैले यो गर्न पाएँ हुन्थ्यो, ऊ गर्न पाएँ हुन्थ्यो, अलि धेरै गर्न पाएँ म सोच्दिनँ। मेरो चाहिँ अब अपर्च्युनिटी आयो भने म क्याच गर्छु। तर त्यो चाहिँ अब धेरै जस्तो जोडेर म चाहिँ हुन्छ भने म चाहिँ इन्जोय गर्नुपर्ने मान्छे, म एकदम रमाइलो इन्जोय गर्नुपर्ने। मैले लाइफमा धेरै रमाइलो इन्जोय पनि गरेँ, अब पनि गरेरै नै मर्ने प्लान छ मेरो त। अझ मेरो त नुवाकोटको थप्रेक भन्ने गाउँमा पर्छ घर होइन। गाउँमा बेलुका 6 बजे 5-6 बजेपछि कोइलीको न्याउलीको आवाज सुन्दाखेरि छुट्टै दुनियाँ गएको जस्तो फिलिङ हुन्छ। आफू जन्मिएको गाउँ अझ प्यारो हुन्छ। आफू जन्मिएको गाउँमा घुम्दाखेरि आफ्नो जन्मिएको गाउँमा माटोमा टेक्दा पनि कस्तो चाहिँ छुट्टै किसिमको सुगन्ध आउँछ। ओम जय जगदीश रे स्वामी जगदीश रे, भक्तजनों की संकट 10 जनों की संकट छिन में दूर करे। ओम जय जगदीश रे। ओम भो सह तस्सो विदुर्गायणीयं भर्गो देव सती माया। सरस्वती माता विद्या देऊ मलाई टहल गर्छ तिम्रो मन चित्त। यहाँ तल जी गरिदिनु जी गरिदिनु ल भाग्यमानी ल भाग्यमानी ल उठ भयो ल भाग्यमानी मेरो कान्छा। ल यो बिहान त्यो बुक पढ्छ त्यो त अब हस्बेन्ड वाइफमा होइन। अब जसरी हुन्छ अब हामीले यति यहाँसम्म त आइपुगिसक्यौँ होइन। यसरी गरेर पनि गर्नुपर्छ अझै। हातमा हात साथमा साथ काँधमा काँध भनिन्छ नि होइन। हामी त नाच्ने गाउने हिँड्ने गरिरहन्छौँ। होलिडे यस्तो अब होइन खास बाबुको स्कुल बिदा हुने बित्तिकै हामी चाहिँ निस्किहाल्छौँ। अनि कान्छीलाई घुमाउने काठमाडौँ सहर टिङ टिङ बाँझको पात हल्लाउँदै छहरालाई गिजाउँदै, बाँझको पात हल्लाउँदै छहरालाई गिजाउँदै, ओकालीको बादलुलाई उडाउँदै जिल्याउँदै, ओकालीको बादलुलाई उडाउँदै जिल्याउँदै, गोराघारी पाखो खुल्यो पाखो खुल्यो, जोरालीमा बता चलू, जोरालीमा बता चलू, बता चलो बता चलो बता चलो, जोरालीमा बता चलू।